यो भिडियो चाहिँ अलिकति लामो पनि छ। मैले यो लाइक कमेन्ट सेयरको लागि सेयर चाहिँ चाहियो है मलाई, लाइक र कमेन्टको लागि बनाएको होइन। त्यसले गर्दाखेरि सकेसम्म चाहिँ यो भिडियोमा के अरे त्यो नगरिदिए पनि हुन्छ, तर रिपोस्ट र सेयर गरिदिनु होला। जसको लागि मैले बनाएको छु उहाँसम्म पुगोस्। नमस्कार डाक्टर साहब, उहाँ चाहिँ सुरेन्द्र केसी हुनुहुन्छ, प्राध्यापक डाक्टर भन्नुहुन्छ होइन, अनि राजनीतिक विश्लेषज्ञ हुनुहुन्छ उहाँ। अहिले चाहिँ म एकदम फ्री भएको छु केही वर्षदेखि यता। पहिला चाहिँ म व्यवसायी थिएँ, तर अहिले चाहिँ म एकदमै सामान्य एकदम अर्डिनरी लेडी भनौँ न एकदमै सामान्य महिला गृहिणीको रूपमा म अहिले छु। त्यो अन्तर्गत चाहिँ म चाहिँ तर यति हुँदाहुँदै पनि मैले चाहिँ देशमा के भइरहेको छ मेरो देशप्रति चाहिँ म चिन्ता व्यक्त गर्ने मान्छे हो है। मेरो हातमा केही पनि छैन र पनि म चिन्ता व्यक्त गर्छु। मेरो राष्ट्र सधैँ राम्रो होस् भन्ने चाहने मान्छे। त्यसले गर्दाखेरि विभिन्न किसिमको छलफलहरू विश्लेषणहरू मैले सुन्छु युट्युबमा। त्यो सुन्ने अन्तर्गतमा सबैभन्दा धेरै सुने चाहिँ मैले तपाईँको हो। अनि तपाईँको सुन्दाखेरि चाहिँ तपाईँले चाहिँ धेरै जस्तो चाहिँ राजनीति विषयमा नै कुराहरू गरिराख्नु भएको हुन्छ। अनि तपाईँको मैले सबैभन्दा धेरै सुन्छु कि। अनि मलाई चाहिँ कुनै समय यस्तो थियो कि त्यो मान्छे एउटा मान्छे छ सुरेन्द्र केसी भन्ने, त्यो मान्छेलाई चाहिँ कुनै पनि नेपालको मूलधारको मिडियामा ठाउँ नदियोस्, त्यसको बोली चाहिँ हामीले सुन्न चाहँदैनौँ भनेर भन्थे। त्यही अनुरूप तिनीहरूले मलाई थुन्न सकेनन् कि भगवान् देर हे अन्धेर नहीं भनेको जस्तै गर्दाखेरि वरदान स्वरूप भएर यो अहिलेको युट्युबको जमाना सुरु भयो। त्यसले गर्दाखेरि मेरो मुख थिएन। अहिले मैले अन्तर्वार्ता नदिएको कुनै दिन हुँदैन कि सायदै कुनै युट्युबर नहोलान् मलाई अन्तर्वार्ता नलिएको। म एकदमै कृतज्ञता ज्ञापन गर्छु यो युट्युबको के अरे सुरुवात भएकोमा। भन्नुहुन्छ कि ठ्याक्कै त्यस्तै हो कि डाक्टर साहब, तपाईँले गरेको विश्लेषणहरू मैले सुनिरहेको हुन्छु होइन। अनि तपाईँले राजनीति विषयमा विश्लेषण गर्दाखेरि यो पुरानो भन्दा त नयाँ त झन् साह्रो छोई खानु नसक्ने पो रहेछन् भन्नुहुन्छ। कति गाली बेजतीमा उत्रिन्छन् भन्नुहुन्छ। तपाईँको भिडियोमा यति धेरै गाली गर्ने मान्छेहरू पनि हुन्छन्, त्यति नै समर्थन गर्ने मान्छेहरू पनि हुन्छन्। त्यो चाहिँ मान्छेको सोच अनुसारको कुरो हो। त्यसले गर्दा तपाईँ जस्तो यस्तो विज्ञ मान्छे, तपाईँ जस्तो परिपक्व मान्छेलाई त एउटा त्यो युट्युबको त्यो भिडियोमा गरेको कमेन्टले त्यति असर गर्छ भनेदेखि अहिलेको सामान्य युवाहरूलाई त किन नगरून् होइन। त्यसले गर्दाखेरि अब मैले चाहिँ विशेष गरेर चाहिँ हर्क साम्पाङको कुरा गर्दैछु है। हर्क साम्पाङको विषयमा पनि तपाईँले अरूलाई जस्तै गरेर विश्लेषण गर्नुभएको हुन्छ होइन। अनि हर्क साम्पाङ झन् छोइ नसक्नुको मान्छे भन्नुहुन्छ के। अनि त्यो पनि ठिकै हो। अनि हर्क साम्पाङ छोइ नसक्नुको किन छन् भन्दाखेरि त मलाई पनि राम्रो लाग्दैन। उहाँले क्रिया प्रतिक्रिया दिइरहेको हुनुहुन्छ। उहाँ त अझ यसो पनि भन्नुहुन्छ मैले त्यो पनि हेरेको छु, उहाँ विशेषज्ञ होइन, उहाँ त बायस हुनुहुन्छ भन्नुहुन्छ। अनि त्यो किन भनेको होला, ठ्याक्कै तपाईँको जमानामा तपाईँलाई जुन किसिमको बन्देज लगाइएको थियो, जुन किसिमको तपाईँलाई एउटा यो सुरेन्द्र केसी भन्ने मान्छे खराब हो है भनिएको थियो, तर तपाईँ खराब होइन भन्ने गर्दा अहिले हामीले थाहा पाउँदैछौँ नि त होइन। त्यही गरिएको छ अहिले के अरे हर्क साम्पाङलाई। एउटा राज्यबाट कुनै पनि किसिमको स्वतन्त्र उठ्यो भन्दैमा राज्यबाट कुनै पनि किसिमको सहयोग कुनै पनि किसिमको एउटा त्यो उयो नभइसकिसकेपछि उनले जति पनि गरेको छन्, जे गरेको छन् त्यो भनेको चाहिँ आफ्नो व्यक्तिगत जुन प्रयासले जुटाएको साधन स्रोतले गरेको छन् कि। त्यसले गर्दाखेरि उनी धेरै रिसाउनु पर्ने तपाईँसँग एउटा आशा राखेको हो। अनि आशा राखेको तपाईँको कुरा धेरैले सुन्छन्। अहिले त तपाईँले युट्युबले गर्दाखेरि स्थान बनाउनु भएको छ। म जस्तो एउटा सामान्य महिला त तपाईँको कुरा सुन्नु मन पराउँछु भनेदेखि अरूले पनि सुन्न मन पराउँछ नि त। त्यसै अनुरूप हर्क साम्पाङले पनि यो मान्छेको त कुरा सुन्छ नि त अरूले। एटलिस्ट अरूले नभए पनि यो मान्छेले त मेरो विषयमा बोलिदियोस् न त। ठिक छ मलाई गाली गरोस्, तर आएर स्थलगत के अरे हेरेर निरीक्षण गरेर के हो कसो हो बुझिदियोस् न त भन्ने उनको चाहना हो कि। अनि अर्को कुरा भनेको भाषा व्यवहार भनेको व्यक्ति विशेष हुन्छ। तपाईँ कुन तरिकाले बोल्नुहुन्छ, तपाईँ जसरी म नबोलाउँला होइन। अनि अर्को व्यक्ति जतिको तपाईँ पनि त बोल्नुहुन्न नि त। हाम्रो सबैजनाको व्यक्ति विशेष हुन्छ स्वभावहरू होइन। तर त्यसको उद्देश्य के हो त्यो बुझ्नुपर्छ तपाईँ जस्तो विज्ञ मान्छेले। त्यही भएर उहाँले त्यसरी भन्नुहुन्छ कि। अनि अब पहिला त तपाईँ म बोल्छु भन्ने ठाउँमा हुनुहुन्छ। अहिले त तपाईँले जसलाई चाह्यो ल्याएर बोलाउनु
ठाउँ हुनुहुन्छ, तपाईँले रूपान्तर कार्यक्रम चलाउनुहुन्छ। र अब मेरो यो व्यक्तिगत अनुरोध हो, तपाईँले एकचोटि उहाँलाई ठाउँ दिनुहोस् त। अनि किन यसरी रिसाएका रहेछन् त हर्क साम्पाङ? किन यसरी विद्रोही भए? किन यसरी आक्रोश व्यक्त गर्छन्? ल ठिक छ, यसमा चाहिँ तपाईँले आफू ठुलो मान्छे हो, ठुलो मान्छेले जहिले पनि सानोलाई गरिदिनुपर्छ भने जस्तै त्यो गरिदिनु होला भन्ने मेरो व्यक्तिगत आह्वान छ, मेरो चाहना छ। मैले यहाँ फोटो राखेको छु नि, यो पेङ्गुइनको त कहानी त तपाईँले पनि सुन्नुभएको होला। यो त हुनु त 6-7 वर्ष अगाडिको डकुमेन्टरीको भिडियो क्लिप्सहरू अहिले भाइरल भइरहेछ। पेङ्गुइन किन एक्लै गयो त? एउटा किन समुदायमा बसेन त? उसलाई किन त्यो समुदायप्रति चाहिँ अविश्वास पैदा भयो त भन्ने किसिमको कथा छ यो पेङ्गुइनको कि हर्क साम्पाङ। मलाई ठ्याक्कै त्यस्तो लाग्छ। अहिले त रङ रलिया रमाइलो वावाई होइन, अनि यो भौतिक सेल सुविधाको जमाना छन्। जति पनि नयाँ भनेर आएका छन् उनीहरू त सबैलाई त हिरोइजम चाहिएको छ के, कुनै पनि एउटा फिल्मको हिरोको जस्तो चाहिएको छ, त्यही गरी पनि राखेको छन्। त्यो हर्क साम्पाङलाई पनि त्यो नसक्ने होइनन् तिनी। उनको फ्यामिली ब्याकग्राउन्ड त्यस्तो थर्ड क्लास पनि होइन। उनले चाहेको गर्न सक्छन्। तर ती व्यक्तिलाई किन त 10 न्याङ्रा खियाउनु मन लागेको छ? पागल हुनु नि, म पनि भन्छु पागल हुनु। तपाईँले दिएको कतिपल्ट प्रतिक्रियामा उनले भनेछ नि, त्यो सुरेन्द्र केसीले मलाई सबै थोक भनुन्, नाङ्गा बाबा नभनुन् भन्छन्। तिनी नाङ्गा बाबा चाहिँ होइन, यति त मान्नुभएको छ नि त होइन। अनि तर पनि नाङ्गो बाबा होइनन् तिनी भन्ने त तपाईँले मान्नुभएको छ होइन। अनि यिनी किन चाहिँ यति साह्रो चाहिँ रिसाउँछन् त? यिनी किन यति साह्रो विद्रोही भयो त? ल पहिला त मेरो ठाउँ थिएन, अहिले त मैले कार्यक्रम चल्छु। एक दिन म यो मान्छेको लागि कार्यक्रम राख्छु, के चाहिँ रहेछ त यसको कुरा भनेर मौका दिनुहोस् न प्लिज। यो एकदमै मेरो व्यक्तिगत रिक्वेस्ट तपाईँको। सधैँभरि म एकदम फ्यान हो होइन। तपाईँको कुराहरू म सुनिरहन्छु कि, तपाईँको म सुनिरहन्छु। उमेरको हिसाबले तपाईँ मेरो बुवा जस्तै हुनुहुन्छ। हुनु त अब 20-25 वर्षको फरक होला हामी, म पनि त्यति सानो मान्छे त होइन। र पनि तपाईँको म चाहिँ एकदमै फ्यान भएकोले गर्दाखेरि, अनि किन मान्छे छुट्टै हुन्छ, किन मान्छे अलग हुन्छ भन्ने कुरा चाहिँ मैले यो पेङ्गुइनलाई हेरेँ, अनि हर्क साम्पाङले जुन गरेको छन् अहिले धार हेरेँ, अनि तपाईँले आफ्नो जीवनको आयामहरू बताउँदाखेरि मलाई कुनै पनि ठाउँमा ठाउँ दिँदैन थियो, कुनै पनि मिडियामा ठाउँ दिँदैन। तपाईँले आफूलाई सोच्नुहुन्छ तपाईँ काबिल हुनुहुन्छ, तपाईँ नराम्रो मान्छे हुनु होइन। तपाईँ त्यहाँ गएर जथाभावी बग्नुहुन्न, तपाईँ यथार्थ बग्छु। झुटा चाहिँ म बोल्दिनँ, सत्य बोल्ने मान्छे, त्यही भएर मलाई ठाउँ दिएनन् भन्नुहुन्थ्यो नि त। त्यही भएर कि सबैजनाले यस्तो 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 गरेको गर्दाखेरि हामी मान्छे हौँ कि अहिले हामी कलियुगको मान्छे हो। हामीलाई पनि तारिफ चाहिन्छ है, राम्रै गरेको छ है तिमीले, यो नराम्रो भेटेर बनोस् जस्तो लाग्छ कि। त्यही भएको हर्क साम्पाङलाई। त्यही भएर मैले यो फोटो र यो फोटो, अनि त्यसपछि यहाँनिर गाडी एस आराम इन्डियाबाट लिएको गाडीको मान्छेहरूको फोटो पनि राखेको। यति बुझिदिनु होला। को सम्बन्धित हुनुहुन्छ, जसकोमा मेरो यो भिडियो पुग्छ, लामो छ अलिक होइन, सम्बन्ध जो चाहिँ सम्बन्धित हुनुहुन्छ उहाँले यो डाक्टर साहबसँग यो भिडियो पुऱ्याइदिनु होला न। अब उहाँले हेरिसकिसकेपछि उहाँलाई मन लाग्यो भनेदेखि बोलाउनुहुन्छ, हर्क साम्पाङलाई मन लागेन भनेदेखि बोलाउनुहुन्न। म सम्झिन्छु त्यही मार्फत कि उहाँलाई यो कुरा मन परेन, हर्क साम्पाङ जस्तो मान्छे चाहिएकै छैन, म जस्तो दर्शक फ्यान पनि चाहिएकै छैन भनेर म आफै बुझाउँला।